हेलो साथीहरु, गुड इभिनिङ। आज चाहिँ मैले मेरो घरमा फुलेको ब्रह्मकमल फुलको भिडियो बनाउन गइरहेको छु। नमस्ते साथीहरु, मेरो ब्रह्मकमल फुल चाहिँ यसरी फुलिरहनु भएको छ। यहाँ यसरी फुलिरहेको छ। उहाँहरुदेखि म एकदमै प्रसन्न छु। भगवानजी आशीर्वाद दिनुहोस्, मेरो घरमा आएर मेरो घरमा सधैँ आएर बास बसिदिनुहोस्। मेरो घरमा लक्ष्मीले सधैँ बास गरिदिनुहोस्। हजुरहरु सधैँ मेरो घरमा रमाएर बसिदिनुहोस्। ठ्याक्कै लक्की 7 भएर अडिनु भएको छ मेरो घरमा चाहिँ ब्रह्मकमल फुल। हजुरहरु देख्न सक्नुहुन्छ। जसरी लक्की 7 भएर अडिनु भएको छ त्यसरी नै सदा मेरो घरमा लकले साथ दिइराखोस्। हजुरहरुलाई मेरो कोटी कोटी प्रणाम छ। सधैँ यसरी नै रमाउनुहोस्, यसरी नै खिलखिलाउनुहोस्। यसरी नै मेरो घरमा बारिश भइराखोस्। ब्रह्मकमल फुल हेर्ने मेरो रहर, फुलाउने मेरो रहर पुरा भएको छ। यति खुसी छु भगवानजी। म हजुरहरुलाई देखेर एकदमै प्रसन्न भएको छु। मैले गरेको काम, मैले गरेको मेहनत चाहिँ एकदमै सफल भएको छ। सफल हुँदै जाओस्। यति मजाले खिलखिलाएको देखेर त कति आनन्द हुने, कति शान्त हुने। मजाले फक्रिसकेपछि म पूजा गर्न चाहन्छु। मैले पूजा गर्नको लागि चाहिँ यहाँ सामानहरु पनि यसरी रेडी गरेको छु। दियो बाल्नलाई रेडी गरिराखेको छु। जसरी लक्की 7 भएर अडिनु भएको छ ब्रह्मकमल फुल, त्यसरी नै हाम्रो घरको भाग्यहरु पनि लक्की 7 जस्तै भएर मौलाएर जाओस्। भगवानले सधैँ साथ दिनुहोस्। हजुरहरुलाई मेरो कोटी कोटी प्रणाम छ। बास्ना आइरहेछ क्या। ब्रह्मकमल हेरेर यतिखेर दिन बितिको मेरो चाहिँ त्यो फुलको मालिकनी बसिरहेछ छेउमा। मालिनी बसेको छ। मालिकनी पनि हो, मालिनी पनि हो, माली पनि हो। 1 2 3 4 5 6 7 यो उसमा त मोबाइल हेरेर देखाउँछ त देवीका टङ्गङ फुल्दै गरेको नि। होइन, उनीहरूले चाहिँ कतिखेर क्यामेरा डरमर्दो क्यामेरा फिट गरेको हुन्छ नि। म त फुलको पारा खियो नि तिमीहरूको समयभन्दा म धेरै फुलमा त मेरो गाउँभरिको नमुना पो त गार्डनमा त म त अहिले त छैन। होइन अलि त रोप्नुपर्छ। फुलले के खानु दिन्छ र? तरकारी फ्रेस रोप्नु, एउटा मधनिया रोप्नु, एउटा साग रोप्नु। होइन शोभा त भयो, त्यही पनि अलिअलि मात्रै गर्नु, सबै नगर्नु भन्यो भने। हेरौँ है के राम्रो खै मस बाख्ना आउँदो रहेछ नि। बाख्ना हुन्छ कस्तो राम्रो देखियो के नि हाम्रो त रातै कसो यहाँ देवीका। म जान्छु बाबा अब रातिबाट। त्यो भित्रको कस्तो राम्रो देख्छु त हौ म त। भित्रको कस्तो राम्रो नि। मान्छेले एउटा फुल फुलाएर यो सफल हुँदा पनि यति हर्षित हुनुपर्ने। आज मेरो फुल फुल्ने दिन छ, म तेरो घर आउँदिनँ भनेको चाहिँ त्यो कहिल्यै बिर्सिदिनँ क्या। मेरो फुल लुकेर बस्नुपर्ने छ भनेर यो फुलको मालीले चाहिँ फुल हेर्ने भनेर बसेको। माथिको दामी भइरहेछ। बिहानसम्म फुल्ने जस्तो चेष्टा थिएन। अनि पङ्खा नि आएको थियो। अनि पङ्खालाई है मेरो त यति भयो फुल यस्तो भयो भन्दै थिएँ होइन। 3:30 बजीतिर आएको थियो होला। त्यतिखेर अलिअलि त पक्रेछ। अनि ल्या यो त फुल्ने पो रहेछ भनेर। ठिक छ, बधाई छ तपाईँलाई। फुल फुलाउन सफल हुनुभयो। तपाईँहरूको यो फुल जस्तै यो सुगन्धित राम्रो होस्। यो घरमा सधैँ यस्तै शोभा दियोस्। यो फुलको भिडियो बनायो भनेर चाहिँ नौटङ्की नसम्झिनु होला साथीहरु। यो त मेहनत हो नि। यो फुल फुलेको हेर्न पनि एकदम जीवनमा पहिलोपल्ट हो सुनेको। त्यही भएर चाहिँ हामी कस्तो गरेछ भनेर यसो हेर्नलाई बसेको हो। मैले पनि पहिलोपल्टै हो यो देखेको, सुनेको थिएँ तर यो पहिलोपल्टै हो। तर यो फुल हेरेर चाहिँ आएको होइन म चाहिँ। अनि यो फुल हेर्ने चाहिँ अब यो मौका सौभाग्य। अनि कस्तो चाहिँ होला भन्ने एक प्रकारको जिज्ञासा पनि भयो। वास्तवमा साँच्चै नै राम्रो रहेछ यो। सिर हावा चलेको, यसको एकदम मगमग बास्ना, एक प्रकारको यो छतमा बसेर हेर्नु साँच्चै नै एकदम शान्त, मन्त्रमुग्ध बनाउने। मन पर्यो मलाई, राम्रो लाग्यो। फुल त्यसै सबैले मन पराएको होइन। फक्रिन बाँकी नै छ। ओह
लाइट बालेर त के राम्रो भयो हो त्यतै चाहिँ बाल न अलिकतिर चाहिँ ओइ झन् माथिबाट यो ठुलो रहेछ त अनि त्यतापट्टि भन्नु आयो के त हो त्यो बत्ती बाल्नु त छैन यो चाहिँ एकदम मेल्लैसँगले यहाँ चाहिँ 6वटा चाहिँ एक ठाउँमा छ अनि एउटा चाहिँ यहाँनिर गएर फुलेको छ यहाँ हामी मेरो छोराले फोटो खिच्दैछ दियो बालवाला छोरा त्यहाँ मेरो छोराले चाहिँ यहाँ दियो बाल्दैछ यहाँनिर मेरो छोरा पनि साह्रै खुसी भएको छ फुल फुलेको देखेर भगवान्लाई पूजा गर्नलाई रेडी हुँदैछ पूर्वतिर फर्काउ सानो उतै भगवान्तिर यता यता यस्तो हो अलिक उता भगवान् उता फुलतिरै फर्काउन अलिकति साइड अलिकति उता हो त्यसरी है तर पानी चढाइदेऊ न उहाँबाट लिएर उहाँ छ पानी कलशको पानी चाहिँ फुलले यसो गरेर वरिपरि घेरिदेऊ न फुलले हो त्यहाँबाट तानेर वरिपरि हो ढोका अब भगवान्लाई त्यहीँ छेउमा राख्दा नि हुन्छ स्टोरीमा हालिदिन्छु अब शर्मिला श्रेष्ठ राईकोमा फुलेको ब्रह्मा कमल हो तल पूजा गरेको नि होला सुहासा चाहिँ मैले आज मेरो फुल फुल्दैछ म आउँदिनँ भनेर कस्तो जिन्दगी पहिल्यै चिनेर आज म आउँदिनँ ल मेरो फुल फुल्दैछ कि भनेको रे कहिले चिने हो र त फुल त आखिरी होइन मलाई त्यस्तै लागेको थियो क्या आज फुल पक्कै फुल्छ त्यही भएर म कहीँ जान्न भनेको बोल न यहाँ केही शब्दहरू यो लास्ट नि माथिलो यो चाहिँ दामी आयो नि कि यहाँ चाहिँ अहिले चाहिँ अब यहीँबाट चाहिँ गर्नुपर्ने छ बाबा तिमीले टाढा पुऱ्याइदिनु पूजा गरेको बनाउनुलाई पर लगाएको थियो ए अब यो यसको बयान गर्न आवश्यक छैन कि आफैमा यो वर्णित छ अब चाहिँ फाइनल्ली यतिको भइसकेको छ फुल लगभग फक्रिसकेको होला अलिअलि चाहिँ बाँकी नै होला अब निन्द्रा लाग्यो अल्छी लाग्यो बस्नुलाई पूजासुजा गरिसकिहालेँ मैले यसरी पूजा गरिसकेपछि अब यो यस्तो चाहिँ हुँदो रहेछ है साथीहरू मजाले फक्रिँदा चाहिँ फुल चाहिँ हेर्नु छोरा कति राम्रो नि हो कस्तो मिठो स्मेल पनि आएको हावा आएको छ उस्तै सिरसिर हावाले फुलहरूलाई लचक दिइरहेछ यति दामी छ वाउ